टाइममा बाइक सिकेर मलाई एकदम फाइदा छ है। अब एकदम जहाँ जाँदा नि अब कहीँ जानु पर्यो ब्यागी नै लाउँ टक्क अब मिलाएर निकाल्नु पर्ने हुन्छ सामान चाहिँ हेलो एन्ड नमस्ते फेरि पनि वेलकम ब्याक टु आवर न्यू डे न्यू ब्लग। आज नयाँ फोनबाट बुझ्नु ए चाबी छैन त न्यू डे न्यू ब्लग नयाँ फोनबाट हाम्रो काजल ब्याङ्कको नयाँ फोन आएको छ। नयाँ फोनबाट चाहिँ हामीले ब्लग सुरु गरेछौँ। अनि आज हामी कहाँ जानु लाग्यो भन्दाखेरि म यसको चाहिँ आज हामी हल्का ट्र्याक किन्न जानु लागेको छौँ होइन जोरपाटीमा। अब ट्र्याक किन्न पर्ने हुन्छ। म चाहिँ यहाँनिर फोन हालेर चाहिँ ब्लग गर्नेछु है। अब कहाँको पसल जान्छौँ यसो देखाउँदै जान्छौँ हामी। यहाँ क्यामेरा सेट हानिसकेको छ होइन। अब चाहिँ खै स्टार्ट हान खै म निकाल्छु। अब बस पछाडि बाहिर बस न यसो गाडी साडी हेर म निकाल्छु क्या। कस्तो स्टार्ट निप्छ कि फेरि स्कुटी। म चाहिँ स्कुटीमा जानु लाग्यो हो होइन। यहाँ अब चाहिँ हामी चाहिँ निस्किनु लाग्छ। समीर चाहिँ यहाँ छ है। खै हेलो गर्न त ब्लगमा ल। अब हामी चाहिँ निस्किनु लागेको छौँ ल। के भने खोइ थाहा छैन हौ। आउन बस छिटो जाउँ। के रे त्यसले के हो कता भन्नु कन जान्ला समीर ए ल हामी निस्क्यो क्या। खाजा रे खाजा ल्याउने साथी क्या। पैसा हुनु पुग्दैन होला नि त मलाई। कति छ पैसा भन त पहिला। मलाई खै 25 जति मात्रै होला। 25 ए ट्र्याक मात्रै भनेन अनि अघि ज्याकेट पैसा पुग्यो भने किन्नु। ल गाइस हामी चाहिँ निस्किसकेको छौँ होइन। स्कुटीमा टक्क भ्लग गर्दै निस्किन्छौँ हामी। अब इन्जोय गर्नुपर्छ यो यसपालिको दसैँ चाहिँ। तर अनि हामीलाई अहिले हाम्रो एकदम सपोर्टिङ रसिक सर र काजल मिस्त्री चाहिँ हामीलाई उहाँले आफ्नो सेल मोबाइल किने नि हामीलाई पनि भगिको लागि चाहिँ प्रोभाइड गरिरहनु भएको छ होइन। त्यसैले हामीले धेरै स्कुटीमा चाहिँ रमाइलो हुन्छ के कस्तो मजाले चलाउनु पर्छ गाइज होइन। के छ भन्दाखेरि होइन हामीसँग अहिले सर्टकट छ क्या गाइज। एउटा चिजको कमी छ होइन। ए त्यो भनेको चाहिँ माइकको कमी छ क्या। माइक भयो भने चाहिँ अडियो चाहिँ क्लियर आउँछ नि त। यो अहिले भ्लग गरिरहेको करेन्ट फोन चाहिँ हाम्रो आइफोन 12 प्रो म्याक्स हो होइन। क्वालिटी चाहिँ एकदमै बाबा। कुन चाहिँ भ्लग को ए ख अहिले हेर्नुपर्छ रिप्लेमा। अब हामी चाहिँ हामीले सधैँ ट्र्याक सुटहरू किनिराख्ने ठाउँको हामी चाहिँ त्यहाँ पार्टनरकोमा जाँदैछौँ होइन। हामीले चाहिँ पार्टनर भन्छौँ होइन। रसले भन्नु भएर बानी भएको पार्टनर होइन। हामीले प्रायः जस्तो तिहारको लागि नै सामानहरू चाहिँ त्यहीँ किनिरहेको हुन्छौँ क्या। त्यही भएर चाहिँ हामीले जहिले पार्टनर भन्छौँ। अब हामी चाहिँ त्यहीँ जाँदैछौँ। त्यो चाहिँ कहाँ भन्दाखेरि ठ्याक्क त्यो चामुण्डा गेटबाट हल्का अगाडि जानुपर्ने छ त्यहीँनिर हुन्छ होइन। अब हामी बिस्तारै निस्किँदैछौँ। अनि 2 दिन चाहिँ हल्का युट्युबमा एक्टिभ हुन पाएन भने किन भन्दाखेरि चाहिँ अनि हल्का धेरै काम थियो होइन बाहिर जानुपर्ने। त्यही भएर नि हल्का एक्टिभ हुनु पाएन होइन युट्युबमा। धुवा फाल्दो यार। अनि अहिले चाहिँ मैले हेलमेट चाहिँ कसको लगाइरहेको छु भन्दाखेरि समीरको हेलमेट लगाइरहेको छु क्या। डट हेलमेट लगाइरहेको छु स्कुटीमा। कस्तो देखिरहेछ थाहा छैन फेरि। कस्तो यो गाडीले फेरि अगाडि जानु दिएन क्या। एकदम बजार लागिरहेछ है जोरपाटीमा चाहिँ एकदम खत्रै बजार लागिरहेछ। के हो जान दिँदैन त यसले त। ल फाइनली बल्ल निस्क्यो। हो रे 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 खतरा प्याक छ त आज त यहाँ त है दामी प्याक छ भने जोरपाटी त आज। ए अब यो काठमाडौँ पुरै रितिन्छ दसैँ तिहारमा त पुरै खाली हुन्छ क्या। ल अब हामी चाहिँ यहाँनिर पार्टनरको पसल छेउमा आइसकेको छ। आइदेऊ त म साइड ल्याइहाल्छु। तर पछाडिको चाहिँ हल्का
स्कुटीको चाहिँ साइड लाइट नबोल्ने अवस्थामा छ होइन। त्यही भएर हल्का हात दिएर चाहिँ हामीले हेरेर चलाउनु पर्ने हुन्छ क्या। पार्टनरको पसल चाहिँ यहीँ पारी छ, अनि जब पारी जानुपर्ने हुन्छ। हल्का पार्किङ कहाँ राख्ने हो है? यहाँ चेपमा हालिदिउँ है। पसल यता हो क्या, पार्किङ त अब यस्तै हो। यहाँ पानी छ फेरि अछुठु मजा लाग्यो यार। पानी परिहाल्यो। यहाँनिर राखिदिउँ ल, यहाँ राखिदिउँ है। हामी चाहिँ पार्टनरको पसल छिर्न लागिसकेको छौँ होइन। यहाँ महेशले चाहिँ आज 2500को सपिङ होइन त? समीर पनि आएर रहेछ पछि हामीलाई चाहिँ थाहा नै छैन। तर मलाई बाइकको आवाजले चाहिँ थाहा भइरहेको थियो है। बुर्र 12 प्रो म्याक्समा त क्यामेरा भनेर अनि फेरि गाह्रो पऱ्यो होइन। ल हिँड न, म पार्टनरकोमा छिराइदिन्छु। हल्का भ्लगिङ गर्दै हिँड्नु होइन। हल्का लाज लाग्छ है मलाई चाहिँ यस्तो भिडभाडतिर चाहिँ। त्यही पनि अब घर होइन के कस्तो जान्छ यसो माहौलहरू। यहाँ पार्टनरको पसल चाहिँ यहीँ हो। यहाँ ल यता हो क्या, छिर न, यहीँ हो। दामी पाउँछ हो यहाँ। लाउनु पर्ने रे ब्यागी। ल ब्यागी नै लाउनु त। टक्क अब मिलाएर निकाल्नु पर्ने हुन्छ सामान चाहिँ होइन। यहाँ ग्रेमा यस्तोमा कि यस्तोमा यसमा 2500 पातलो हो नि त यो। पातलो छ रहेछ, तर पातलो चाहिँ पातलो उ त्यो उस्तै हो। यही कलरमा होइन त तिमीले भनेको? यो र कालोमा लानु पर्यो। यसले ट्र्याक र 1500 मा लगेको उहाँले म आज डिस्काउन्ट गरेर 50 रुपैयाँ कम्ती दिइरहेको छु। कि सर रिसाएको हुनाले पछि नरिसाओस् भनेको। कति ट्र्याक मात्रै लगाउनु पर्यो तिमीले? ट्र्याकै दुईटा लगाउनु लाग्यो रे। दुईटा ट्र्याक? के हैन, मैले त अनि ज्याकेट नि भनेको थिएँ त। ज्याकेट तिमीले ज्याकेट किन पैसा धेरै पर्छ नि ज्याकेटमा। दुईटै ट्र्याक लान्ला तिमीले? दाइ वाइफाई छ नि तपाईँकोमा? कुन चाहिँ यो पुमाको? के लानुहुन्छ भाइ? पुमा भन्नु यो ल पेमेन्ट होइन। ल महेशले चाहिँ किनिसकेको छ सामान होइन, ब्यागभित्र हालेको छ। अब चाहिँ हामी हल्का घरमा गएर हेर्छौँ ल के सामान छ। अब चाहिँ म यहाँ क्यामेरा यसमा सेटअप हानेर हजुरहरूसँग भेट्नेछौँ है त। फाइनली होइन सामान पनि किनिसकेको छौँ हामीले। अब हामी चाहिँ निस्किँदैछौँ ल। एक्सक्युज मी जान पानी छ क्या यहाँ। ल समीर चाहिँ अगाडि निस्किसकेको छ होइन। अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ, हल्का बिस्तारै निस्किनु पर्ने हुन्छ होइन। समीर अगाडि गइसकेको छ। समीरले रे महेशले चाहिँ कतिको सपिङ गर्यो भन्दाखेरि, कति गरेर महेश 2800को चाहिँ सपिङ गरेको छ। फेरि यो जाँडो दुईटै ट्र्याक किनेछ। मैले चाहिँ यस्तो सोचेको थिएँ, यसले एउटा ट्र्याक अनि त्यसपछि एउटा चाहिँ केही ज्याकेटहरू किन्छ जस्तो लागेको थियो। ज्याकेट चाहिँ तिहारमा किन्नु ल। हो ट्र्याक त चेन्ज गरेर राख्नु पऱ्यो नि त। मेन भनेको चाहिँ होइन, फुटबल प्लेयरलाई चाहिँ ट्र्याक चाहिँ प्रायः जस्तो चेन्ज गरेर राख्नुपर्छ क्या। त्यो पसिनाहरू आइरहेको छ अनि त्यसपछि हामीले अब जाँदा नि ट्र्याकै लाउनु मलाई चाहिँ प्लेयरहरूलाई चाहिँ प्रायः जस्तो। अनि त्यसपछि चाहिँ त्यो मैले चाहिँ के भन्नु लाग्दाखेरि, अब गेम खेलेर अनि त्यो हल्का पसिनाहरू हुन्छ नि त, त्यसमा हामीले चाहिँ ट्र्याक लगाएर हिँडिरहेको हुन्छौँ क्या। त्यही भएर नि हो धेरै जस्तो चाहिँ ट्र्याक चाहिने प्लेयरहरूलाई चाहिँ। हाम्रो अगाडि चाहिँ समीर छ होइन। हामी चाहिँ यहाँ माथि होटलबाट निस्किन्छौँ। हात देऊ है, हल्का हात पनि दिनुपर्छ। स्कुटीको साइड लाइट चाहिँ फिक्स छैन नि त होइन। अब यहाँ हल्का आज चाहिँ यहाँ चामुण्डा गेट पनि प्याक देख्छु म, जाम जस्तो पनि छ। अब केको जाम हो यस्तो यहाँ। हामीलाई होटल पुग्ने 5-6 मिनट लाग्छ जस्तो छ यस्तो तालाले त। अब महेशको सपिङ केही बाँकी छ कि छैन? सपिङ बाँकी छ कि यति हो तिम्रो? तिहारमा हाम्रो चाहिँ अब होइन सपिङहरू चाहिँ केही पनि गर्नु पर्दैन है गाइस। किन भन्दाखेरि हाम्रो चाहिँ अब दिदीहरूले किनिदिनुहुन्छ क्या। त्यही भएर कपडाहरू त मजाले क्या दिदीहरूले ल्याइदिनुहुन्छ। हामीले केही सपिङ गर्नु पर्दैन। हाम्रो प्यारो दिदीहरूले सब टिका लगाएर हामीलाई गिफ्टहरू ल्याइदिनुहुन्छ।
जे होस् दिदी भएको चाहिँ एकदमै थ्याङ्कफुल छु क्या म चाहिँ होइन दिदी भएको फाइदा छ के माया पनि माया गर्नुहुन्छ दिदीहरूले एकदम अब हाम्रो जीवन दाइ चाहिँ अस्ति जानु भइसकेको छ होइन अस्ति भ्लग हेर्नु भयो होला हजुरहरूले जीवन दाइ हामी पुरानो गएको थियौँ होइन त्यो भ्लग कसले चेकआउट गर्नु भएको छैन गएर चेकआउट गर्नु होला अनि त्यसपछि हामी चाहिँ अब मैले यो स्कुटी चलाइराख्दा पनि होइन जीवन दाइको चाहिँ मलाई एकदम याद आउँछ क्या किनकि प्रायः जस्तो जीवन दाइ र म चाहिँ स्कुटीमा जुन स्कुल पनि पुगिरहेको हुन्थ्यौँ होइन हल्का के भयो म चाहिँ बाइकमा स्विच हुँदै समेले होइन अनि म चाहिँ बाइकमा यहाँ स्विच हुनु पर्नेछ हल्का ल जाउँ है दुइटै चलाउन आएको फाइदा चाहिँ यही हो क्या जे चलाउँदा नि भयो नि त होइन आफूले अब आफूलाई आएपछि त भन्नाले मैले चाहिँ टाइममा बाइक सिकेर मलाई एकदम फाइदा छ है अब एकदम जहाँ जाँदा नि अब कहीँ जानु पऱ्यो भने बाइकदेखि समेत भन्यो भने यताउता मिलिहाल्छ क्या त्यो भएर एकदम फाइदा छ मलाई चाहिँ ट्याक्कै अब स्कुटी नै आयो बाइक पनि आयो नि त होइन यो हो नि त होइन अब हातमा भएको सिकिहाल्यो म चाहिँ यहाँ हल्का बाइकमा चाहिँ कस्तो देख्छ चाहिँ यो क्यामेरा एङ्गल चाहिँ कस्तो चाहिँ देख्दो रहेछ भनेर यहाँ बाइकमा स्विच गरेको छ समीले चाहिँ अफरोडिङ छ अफरोडिङ यहाँबाट नि भ्यू त मजाको देख्दो रहेछ त हल्का अब चाहिँ हामी समीरको घर जाँदैछौँ ट्र्याक स्याक किनेर हल्का अब म यसले त्यहाँनिर काँक्रा पनि ल्याएको थियो कहाँको काँक्रा भन्ने थियो मैले नामै बिर्सेको ठ्याक्कै अहिले चाहिँ ओहो 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 फाल्टो होइन ठ्याक्क नाम पनि बिर्सिसकेँ मैले चाहिँ अब कहाँको काँक्रा हुन्छ त्यसले मैले बिर्सेकै ठ्याक्कै के भन्दाखेरि त्यहाँ म हल्का यहाँ क्यामेरा एङ्गल चाहिँ मिलिएको छैन जस्तो लागिरहेको मलाई होइन हल्का माथि गर्छु ल म यो क्यामेरा चाहिँ बल्ल चाहिँ मिल्यो नि त क्यामेरा एङ्गल होइन तर हेलमेटमा क्यामेरा लगाएर हिँड्नु पनि गाह्रै हुँदो रहेछ नि अझ यो फोन राख्यो भने त कस्तो गाह्रो हुँदो रहेछ भने नि एकदमै गाह्रो नि एकदम ल अब हामी यहाँ घर आइसकेको छौँ होइन केटाहरू यहाँ अगाडि छ देख्न सक्नुहुन्छ मेरो सपिङ भएर यहाँ आइसकेको छौँ होइन जस्तो राख्यो नि त्यही त भाइ आइफोन 12 हो केही छैन चिन्ता छैन होइन भन्दै यहाँ चाहिँ हामी चाहिँ अनि भित्र घर जाँदैछौँ होइन अनि घरमा स्वागत गरिसक्नु भएको छ काजल मिसभित्र सुतिरहनु भएको होला हामी चाहिँ फेरि सपिङ छिटो मिठो टक्क काजल मिस सुतिरहनु भएको छ अनि सपिङ गरेर आइसक्यो टक्क होइन अनि के किने खै सामान देखाऊ तिम्रो सामान झिकाले देखाइदेऊ न तिम्रो सामान तिमी आफै झिकाऊ म झिक्नु ज्याकेट चाहिँ म तिहारमा किन्छु होइन दुइटै ट्र्याक किनेको छ मैले चाहिँ गेम खेल्दा काम लाग्छ होइन यो हतियार नै खाना बाँकी छ है यहाँ यो चाहिँ मेरो मम्मीले स्पेसल खोटा मारले गएको थम्बनेलमा नि अहिले त्यस्तै हाल्नुपर्छ अहिले यो एउटा ट्र्याक र यो चाहिँ अगाडि नै मैले भनिरहेको थिएँ यसले यही लिन्छ जस्तो लागिरहेको थियो यो लिएको छ एउटा चाहिँ अनि एउटा ब्ल्याकमा छ यो यसले किनले थाहा छ किनले मैले लाएर अन्त सोध्दा नपर्छ होइन गाइस होइन यसले झुट बोलेको गाइस हेर्ने त्यसले अब यहाँ छिर्न सक्दैन होला ल अब हल्का हामी चाहिँ यो काँक्रा काट्नलाई प्रिपेयर गर्नुपर्ने हुन्छ यो काँक्रा खानु पऱ्यो नि त होइन के कसो कटिङ सटिङ त सब हाल्नुपर्छ ल कटिङ हाल्नु त ल तिमी यहाँ काँक्रा धुँदैछ हामी चाहिँ काँक्राको लागि प्रिपेयर होइन त्यो भाँडा माझ्दा नि केही जाँदैन माथि माझै भाँडा धर्मकर्म हुन्छ ल आज चाहिँ म यसले प्रिपेयर गर्छ है हाम्रो खाजा चाहिँ काँक्रा हुन्छ आज खाजा के भयो काँक्रा मात्रै नभन्नु न कान्छा के भने त म यसले चाहिँ यहाँ काँक्रा काट्दैछ प्रिपेयर गर्दैछ होइन के कुरा याद राख्नुपर्छ भने जहिले यसको यो डाउन पार्ट हुन्छ नि यसलाई काट्ने
अनि यस्तो गर्ने अनि ए यो थाहा छ हो पहिले जीवन दाइले यो ब्लग हेऱ्यो नि ठ्याक्क हाम्रो याद आउँछ क्या आइज यस्तो गरेपछि अब काट्नु सुरु भइदियो ल अब चाहिँ म यसले काँक्रा काटेको सिनेमेटिक हेरौँ है काँक्रो काटिसक्यो है देख्न सक्नुहुन्छ ठ्याक्क काँक्रो बेच्ने मान्छे जस्तो देखिरहेको छ यसलाई चाहिँ काँक्रा आयो भन्दा नि हुन्छ ल आयो भएन यो भिडियो चाहिँ धेरै लामो भयो जस्तो लागिरहेको छ मलाई चाहिँ अब त्यसैले अब यो भिडियो चाहिँ यहीँ इन्ड गर्न चाहेँ मैले होइन थ्याङ्क्स फर वाचिङ अस भन्दै अनि त्यसपछि हाम्रो फेसबुक पेज चाहिँ कोले फलो गर्नुभएको छैन फलो गर्नु होला अनि त्यसपछि हाम्रो टिकटक चाहिँ ऊ एक्टिभ हुन्छ है एभ्री टाइम अनि बियोन्ड द स्कोरको टिकटक चाहिँ उसले चलाउँछ भने अनि फेसबुक चाहिँ समीर र मैले चलाउने गर्छौँ है समीर र मैले चलाइरहेको हुन्छौँ अनि अब आजको लागि चाहिँ यति नै बाई बाई